कि 2046 सालको जनआन्दोलनपछि नेपाली कङ्ग्रेस पार्टी सत्तामा आएको। नेपाली कङ्ग्रेस पार्टी सत्तामा आइसकेपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जोले जिम्मेवारी लिएका छौँ। सांसद भयौँ, मन्त्री भयौँ, वडाध्यक्ष भयौँ, मेयर भयौँ, जे भयौँ। 46 सालदेखि यहाँसम्म आइपुग्दै गर्दाखेरिको विगतका बितेका वर्षहरूको करिब 30 वर्षभन्दा लामो समयको एउटा शक्तिशाली संसदबाट एउटा शक्तिशाली कुनै कसकोमा बनाउने कुनै पूर्व न्यायाधीश, किनकि अब अहिले संवैधानिक संस्थाहरूमाथि पनि प्रश्न छ। एउटा शक्तिशाली छानबिन आयोग बनाऊ, पूर्व न्यायाधीश, देशले पत्याएको मान्छे छानौँ, निष्पक्ष काम गर्ने मान्छे छानौँ। यस्तो मान्छेहरू छानौँ कि त्यो काङ्ग्रेस, एमाले, माओवादी केही पनि नहोस्, कुनै पार्टीको भागवण्डा नगरिकन मान्छे छानौँ र त्यो मान्छेलाई 46 साल पछाडिका काम गरेका जिम्मामा बसेका प्रत्येक नेताको सम्पत्ति छानबिन गर्न लगाउँ। त्यो सम्पत्ति छानबिन गर्दा उसका आगे पछि वरिपरि भएको सबको गर्न र त्यो गर्न लगाउँदै गर्दा जो पर्छ, जो मान्छे पर्छ, काङ्ग्रेसको जो पर्छ, एकजना जो ठुलो मान्छे पर्ला, जुनसुकै तहको मान्छे पर्ला, जतिसुकै शक्तिशाली मान्छे पर्ला, नेता पर्ला, नाता पर्ला, परिवारको पर्ला, आगे आसे पासे पर्ला, जो पर्यो भने पनि नेपाली कङ्ग्रेस मान्छेले सुइक्क पनि नबोलिकन त्यो आयोगले जे कुरा लिएर आउँछ त्यो कुरालाई मान्छ भनेर एकपल्ट हामीले भन्यौँ। यो आँट गऱ्यौँ, यो साहस गऱ्यौँ, यसको पहल कदमी गऱ्यो भने बल्ल यो जेनेरेसनको मान्छेहरूले ल अब हामी तिमीहरूको कुरा सुन्छौँ भनेर बल्ल भन्छ।